है यार धन्नैले यत्रो उठिसक्यो गाडी त्यहाँ खाल्टो परेर यो यता टेक्ने कि बकेट टेक्ने त्यो खाल्टोले गर्दा होइन घाँसले गर्दाखेरि हो कि खाल्टोले गर्दा घाँसले गर्दा देखिँदै नदेखेर के गर्दा हुन्छ फेरि यो बकेट टेकौँ टेक्छु कि नै बकेटले टेक्ला नि कुन तल्लोले टेक्न पाएपछि टेक्छ तल्लोले त टेक्दैन होला टेक्छ तलतिर ल्याउनु भएको थियो तलतिर घच्चे गयो कि थाहै भएन कसो गर्ने त कि खन्ने हो गुरु यता केही छैन खन्ने चिज नत्र कि यो टायरलाई तलको फिसाल्नु हुन्छ नि केही खन्ने कुरा थियो र छैन अन्त नत्र त्यहाँ चाहिँ खन्ने त्यसलाई तल फिसाल्ने काम गर्ने क्रममा जेसिबीले चाहिँ त्यस्तै खाल्टो नभएर नदेखिएर यस्तो भइदिएर यार के गर्ने गुरु अब यसले टेकिया छ त्यसले टेकिया चाहिँ पछिल्लो हो कि अलिक टेक्ने नभएको काठ रहेछ यहाँ के गरौँ त्यहाँ खाल्टै रहेछ माटो छ किन हेर्नु न खुट्टा गएर माटो गएर टेक्यो भने त भइगयो कस्तो छ उता उता खुट्टा आउने खुट्टामा उता भाटी पाइलामा जाबा जुन त्यो छ नि खुट्टा त्यो खुट्टा हो खुट्टा तिन माटो छ कि नै त्यो यताको मात्रै टेक्नु पर्यो यताको मात्रै त्यो खुट्टा टेक्ने जस्तो छ कि नै हेर्नु तपाईँ गएर हेर्नु न माटो छ यो काठ राख्ने हो र हजुर काठ यो आउनु ल त्यहाँ लगाएर टेर्छौँ मास्तिरको उ नगरे तलतिरको खुट्टा हेलो काम गर्दा गर्दा चाहिँ तपाईँको ठ्याक्कै त्यहाँनिर सो गर्ने क्रममा बाटो उस नभएर काम गर्दा गर्दा चाहिँ तपाईँको त्यो टेस्टले टेक खाल्टो भन्नाले नि त्यतातिर उस रहेको छ माटो अलिकति सोच्चा रहेछ त्यसैले गर्दा खाल्टोमा पसेर चाहिँ तपाईँको
उठायो उठ्यो सक्छ नेपालको ड्राइभरहरू नि त नेपालीहरू नि त सक्यो उठ्यो OMG oh thank God यार सक्यो निस्कियो रिपोर्टिङमै छौँ होइन यस्तो खाल्डो बनाएर गइसकेको यार यसैको जगले गर्दा सर्यो नदेख्ने खालको रहेछ आम्मामा पसिना छिउका यार खतरा रहेछ त यार मोर्न त माखाङ मुगु ढ्याट्नु रहेछ त ठ्याक्क पुरिएको खाल्टो रहेछ के पहिला पानी गएको थियो कि अघि यहाँबाट ओहो मलाई त पसिनाले ढाकेको यार पहिला पानी गएको थियो कि यहाँबाट खोलिएको रहेछ कि हेर्नु न हेर्नु न यस्तो भएर बसेको पनि यत्रो बनाएर झाडी फेरि यस्तो भएर झाडी फाड्नु पर्ने पहिले आम्मामा धम्नो त्यहाँ टेक्ने अलिकति डाइरेक्ट टेक्दी साह्रो होइन तपाईँको यहाँकोले पनि त्यही इयरले र तेलले छोडेको भए त होइन छोडेर हिँड्छ गई भ्याएको रहेछ अगाडि बगेटले बचायो साट्टै यार मुटुै कमाउने गरायो त झाडी नदेखेर के पहिलेको झल हाम्रो एकचोटि त्यस्तो भयो झल्को आयो मलाई परमेश्वरले बतायो गड यार यस्तो बाटो सफा गरेको पहिला चाहिँ एक्सकाभेटरले खनेको अनि त्यस पछाडि चाहिँ हाम्रो नाली काट्नलाई सानो मेसिन ल्याएर नाली काट्ने कार्यक्रम हो त्यो नाली काट्नलाई नाली काटिराखेको छ त्यसैले गर्दा यसो भयो कि फेरि हामी पछाडि बस्यौँ के हेर्ने मान्छे पनि हुनुपर्छ के पहिला पानीले खाइदिएको हो कि नत्र त हेर्नु न ठङ्गै कहाँ जान्थ्यो त नि होइन त्यत्रो ठुलो टायर पनि तलै गएको यार बचाइयो ल मुटुै कमायो एकछिन त